स्टुडेन्ट भिजामा भएका कतिपय विद्यार्थीहरूले चाहिँ हामीलाई अहिले म यो कोर्स गरिरहेको छु म अर्को सब्जेक्ट चेन्ज गर्न मिल्दैन भनेर चाहिँ सोधिरहनु भएको हुन्छ। यो एकदमै बारम्बार विद्यार्थीले सोध्ने प्रश्न हो। अब यसमा चाहिँ विद्यार्थीले कोर्स चेन्ज गर्न नमिल्ने भने चाहिँ होइन, प्रिन्सिपल कोर्सको 6 महिना सकेपछि त चेन्ज गर्न सजिलैसँग सकिन्छ। तर त्यसमा पनि ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने तपाईँ जुन लेभलको स्टडी गर्दै हुनुहुन्छ त्यसमा डाउनग्रेड गर्न मिल्दैन। यदि डाउनग्रेड गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँले नयाँ भिजा अप्लाई गर्नुपर्ने हुन्छ र नयाँ भिजा अप्लाई गर्दाखेरिमा चाहिँ त्यो जहिले पनि रिस्क रहन्छ। अहिलेको कन्टेक्स्टमा त झन् धेरै रिस्की हुनसक्छ। तर एउटै कोर्स एउटै लेभलमा चाहिँ अथवा फरक कोर्स एउटै लेभलमा छ भने तपाईँले गर्न मिल्छ। जस्तै कुनै एउटा युनिभर्सिटीमा एमबिए गर्नु भएको छ, 6 महिनापछि अर्को युनिभर्सिटीमा गएर एमबिए गर्न पर्यो भने तपाईँले नयाँ भिजा अप्लाई गर्नु परेन। एउटा युनिभर्सिटीमा एमबिए गर्नु भएको छ, अर्को युनिभर्सिटी अथवा कलेजमा गएर तपाईँले मास्टर्स डिग्री नै तर अर्को सब्जेक्टमा गर्न चाहनुभयो भने पनि भिजाकै कारणले केही प्रब्लम पर्दैन। त्यतिखेर नयाँ भिजा हाल्नु पनि परेन। तर भोलि तपाईँले सब्जेक्ट चेन्ज गरिसकेपछि तपाईँलाई दिएको समयभित्र तपाईँको चाहिँ पढाइ नसकिन सक्छ। त्यो भएपछि तपाईँले पछि मलाई 6 महिनाको लागि अथवा 9 महिनाको लागि कतिको लागि पुग्दैन, भिजा देऊ भनेर फेरि नयाँ स्टुडेन्ट भिजा अप्लाई गर्नुपर्ने हुन्छ। हो, त्यतिखेर चाहिँ कहिलेकाहीँ रिफ्युजलको रिस्क हुन्छ। त्यसमा तपाईँको चाहिँ जेन्युन स्टुडेन्टको कुराहरू जुन आउँछ त्यस्तो रिजनहरू देखाएर उनीहरूले भिजा रिफ्युज गरेको प्रशस्त केसहरू हामीले देखाएको छौँ। त्यसरी त्यो कुरामा चाहिँ तपाईँहरू चनाखो हुनुपर्छ। अदरवाइज प्रिन्सिपल स्टडी जुन भयो, प्रिन्सिपल भनेको जस्तो तपाईँले ग्रेजुएट डिप्लोमा प्लस मास्टर्सको प्याकेज छ भने होल ग्रेजुएट डिप्लोमा सकेर मास्टर्सको 6 महिना सकेपछि बल्ल तपाईँ चाहिँ एलिजिबल हुनुभयो, चेन्ज गर्न मिल्यो त्यतिखेर। तर त्यसको अरू कन्सिक्वेन्सहरू भोलि भिजाको पिरियडभित्र सकिएन भने अर्को भिजा थप्दाखेरि केही रिस्क हुन्छ कि, अथवा यो कोर्स चेन्जलाई अथवा युनिभर्सिटी चेन्जलाई मैले कसरी जस्टिफाई गर्न सक्छु त्यतिखेर, त्यो कुराहरूमा चाहिँ तपाईँहरूले याद गर्नुपर्छ।